हेलो एभ्रिवान, दर्शक नमस्कार। के छ खबर? सबैजना आरामै होइसिन्छ होला। आज हामी 5 जना भएर एउटा ट्याक्सीलाई रिजर्भ गरेर कहाँ जाँदैछौँ त है? अट्टी नहट्टी गरेर हामी 5 जना भएर आज हामी जाँदैछौँ पुम्दीकोट। पुम्दीकोट भन्ने बित्तिकै त सबैजनालाई कहाँ सुने जस्तो चाहिँ लागेको होला र पोखरा घुम्न आउनेहरू त कसैले पनि छुटाउनु भएको छैन होला। इफ छुटिहालेको रहेछ भने पनि फेरि घुम्न आउनु होला र आज चाहिँ मेरो भिडियो मार्फत नै भिजिट गर्नु होला है त। पोखरा हेर्नुहोस् न, कति सुन्दर छ कि पोखरा है। हिमालको काखमा भएर पनि होला पोखरा त यति वाउ छ कि है। अब आफ्नो जन्मभूमि भएर पनि होला, मलाई त झनै एकदमै प्रिय लाग्छ कि यो ठाउँ। अनि त्यसपछि चाहिँ हामी ट्याक्सी रिजर्भ गरेर गयौँ है। बाटो पनि यस्तो राम्रो छ, बाटो पनि केही भएको रहन्छ। हामी चाहिँ पानी परिरहेको थियो, त्यही पनि गयौँ कि फाइनल्ली हामी त्यो माथिपट्टिको ठ्याक्क ट्याक्सी पार्किङ भनौँ न, त्यहाँनिर पुग्यौँ। त्यहाँबाट माथि चाहिँ ट्याक्सी लानु मिल्ने रहन्छ। हामी त्यहीँनिर झरेर गफ गर्दै हिँड्यौँ। त्यही बेलामा पानी पर्यो अनि यहाँ छाता हामीले दुईवटा भन्दा ल्याएको थिएन कि, अनि छाताहरू ओढ्यौँ। यहीँ दर्शन भन्दैछ एउटा फेरि। अनि छाता ओढेर कोही चाहिँ छाता नओढी होइन, हिरोनीहरू त छाता ओढ्न भएन नि त, हिरोहरूले मात्र छाता ओढिरहेछन् कि यहाँनिर। अनि हामी छाता ओढेर बिस्तारै माथि गयौँ। धेरै त हिँड्नु पर्दैन, त्यस्तै 5 मिनट जति हिँडेपछि चाहिँ हामी फाइनल्ली त्यहाँनिर पुग्यौँ। तर पुग्न त पुग्यौँ है, तर यस्तो धेरै कुहिरो लगाएको छ कि, यस्तो धेरै कुहिरो लगाएको रहेछ कि है। पानी परेर यस्तो ब्याड लक कि हामी यस्तो टाइममा गएछौँ भने जस्तो फिल त भयो। तर पनि हामी खुसी नै थियौँ कि, किनकि अब सोचेको थियौँ नि त यहाँनिर जानुपर्छ है भनेर। तर त्यो ठाउँमा हामी पुग्यौँ, त्यही भएर पनि हामी ह्याप्पी थियौँ। बाहिर त हेरिसौँ न, केही पनि थिएन कि, यस्तो अन्धकार जस्तो कि सेतै पुरै कुहिरो लगाएर यस्तो भएको थियो। अब यहाँ पोखरामा त न त पानी पर्नलाई नै टाइम कुर्नुपर्छ, न त कुहिरो लाग्नलाई नै। यस्तै छ कि यो ठाउँ नै हिमालको काखमा भएर होला, पहाड भएर पनि होला, यस्तै भइरहेको हुन्छ। त्यही पनि कति धेरै मान्छेहरू होइसिन्थ्यो कि त्यहाँ घुम्न आउने, अनि एकदमै रमाइलो गर्दै होइसिन्थ्यो। अझ पानी नपरेको भए त बाहिरको भ्यू पनि देखिन्थ्यो, कस्तो रमाइलो हुन्थ्यो होला। त्यही पनि हामी एकछिन वेटिङ त गऱ्यौँ है, मौसमहरू खुल्छ कि भनेर। तल ट्याक्सीको दाइ चाहिँ कुदिराख्नु भएको थियो कि हामीलाई, अनि फेरि कति टाइमसम्म वेट गराउनु भनेर। अनि हामी जे जस्तो आउँछ त्यस्तै फोटो भिडियोहरू बनाउनतिर लाग्यौँ। अनि पछि त यस्तो राम्रो क्लियरली खुलेको कि वहाँ परेको ठाउँ है। त्यो पनि थोरै भिडियो मैले क्लिप लिएँ। अनि त्यो ठाउँमा पनि हामी जाने भन्ने त थियो, तर यस्तै भयो क्या आजको दिन मौसमले गर्दाखेरि, त्यस्तै भएर हामी गएनौँ त्यहाँ चाहिँ होइन। अर्कोचोटि नेक्स्ट टाइम जाम्ला भनेर। त्यहाँ चाहिँ यस्तो खेल्न गर्न के गर्ने, स्विमिङहरू के छ अरे कि त्यहाँनिर। 350 तिर्यो भने त्यहाँभित्रको सबै कुराहरू खेल्न पाउँछ अरे। तर यहाँ शिवजीकोमा जानलाई चाहिँ टिकट काट्नु नि परेन। अनि हामी फोटोहरू खिच्यौँ हाँस्दै, अनि हामी फर्कियौँ राम्रोसँग भ्यू हेर्दै होइन। यस्तो राम्रो देखिया थियो कि लेक साइडको भ्यू, कुरै नगर्नु कि है। अनि त्यसपछि चाहिँ भाइ बहिनीले के भन्यो भने माथिपट्टि चाइनिज गुम्बा पनि नजिकै जाम भने। म फेरि घुम्न पाएपछि मक्खै पानी परिरहेको थियो, त्यही पनि भाइले र मैले एउटा छाता ओढ्यौँ। 3 जनाले माथि एउटा छाता ओढेर अनि हामी गयौँ। यो बाटो चाहिँ लगभग 10 देखि 15 मिनट त लाग्यो होला कि, माथि टुप्पामै रहेछ कि यो डाँडा त। अनि यहाँनिर कफी सफी खाने गर्ने ठाउँ रहेछ। हामी फेरि यस्तो पानी परेको बेला नि आइसक्रिम खायौँ कि, हेर्नु न कस्तो राम्रो छ कि यो भ्यू त। यहाँनिर भिडियोहरू टिकटक चाहिँ बनाउन मिल्दो रहन्छ कि, अलाउड रहन्छ। अनि हामीले चाहिँ यसो अलिअलि भिडियोहरू चाहिँ लियौँ होइन, खुस्सा कि। हेर्नु न कस्तो राम्रो फ्लावर, अनि यस्तो राम्रो देख्यो कि लेक साइडको भ्यू त वाउ। हजुरहरू पनि घुम्न जानु होला है त। थ्याङ्क यू फर वाचिङ, बाई बाई, लभ यु अल।